यदि हजुरहरूको मोबाइलमा अनावश्यक रूपमा धेरै जिमेल अकाउन्टहरू लगइन भइरहेको छ र ती अनावश्यक जिमेल अकाउन्टलाई कसरी साइन आउट गर्ने अथवा कसरी रिमुभ गर्ने भन्ने समस्या छ भने आउनुहोस् सम्पूर्ण जानकारी यस भिडियोमा समावेश गर्नेछु र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु पनि नभुल्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सर्वप्रथम हजुरको मोबाइलको स्क्रिनमा आउनुहोस्। होम स्क्रिनमा आइसकेपछि जिमेल एप्लिकेसनलाई ओपन गर्नुहोस् अथवा त्यसलाई टच गर्नुहोस्। त्यसपछि माथि दायाँतिर रहेको आइकनमा टच गर्नुहोस्। त्यसमा टच गरिसकेपछि तलतिर रहेको म्यानेज अकाउन्ट अन दिस डिभाइसमा टच गर्नुहोस्। अनि त्यसमा टच गरिसकेपछि हजुरको मोबाइलमा जति पनि लगइन भएको जिमेल अकाउन्टहरू छ त्यो सम्पूर्ण जिमेल अकाउन्ट देखा पर्न थाल्छ। त्यसमध्ये हजुरलाई रिमुभ गर्नुपर्ने अथवा साइन आउट गर्नुपर्ने जिमेल अकाउन्टमा टच गर्नुहोस्। अनि त्यसमा टच गरिसकेपछि रिमुभ अकाउन्ट भन्ने अप्सन आउँछ, त्यसमा टच गर्नुहोस्। त्यसमा टच गरिसकेपछि अब हजुरलाई त्यहाँ कन्फर्मको लागि फेरि रिमुभ भन्ने अप्सन आउँछ, त्यसमा टच गर्नुहोस्। यति गर्नुभयो भने हजुरको मोबाइलमा लगइन भएको जति पनि जिमेल अकाउन्ट छ सम्पूर्ण जिमेल अकाउन्टलाई तपाईले चाहे अनुसार साइन आउट गर्न सक्नुहुन्छ।